धेरै साथीहरूले सोध्नुहुन्छ KWSP को एप्स लगइन कसरी गर्ने, आफैले आफ्नो मोबाइलबाट कसरी लगइन गर्ने भनेर धेरै साथीहरू सोध्नुहुन्छ। म चाहिँ के भन्छु भन्दाखेरि आफैले आफ्नो मोबाइलमा रजिस्टर चाहिँ गर्न मिल्दैन है। म धेरै ट्राई गरेँ तर भएन। म चाहिँ स्वयं नै अफिसमै गएर रजिस्टर गराएको हो र रजिस्टर गराउँदाखेरि चाहिँ फिङ्गर प्रिन्ट पनि चाहिँदो रहेछ। त्यही भएर चाहिँ हजुरहरू अफिसमा जानु होला अनि बनाउनु होला है। यसरी आफ्नो मोबाइलमा आफैले लगइन गर्न सकिन्छ भनेर कसैले भिडियो बनाउँछ भने अथवा कसैले भन्छ भने लाइभ प्रुफ देखा अनि मात्र म मान्छु भन्नु होला र लाइभ प्रुफ गरेर ल त सक्छस् भने बना भनेर मोबाइल दिनु होला उसलाई, अनि बनाउन सक्छ कि सक्दैन अनि थाहा हुन्छ। तर आफैले चाहिँ बनाउन सकिँदैन है। म चाहिँ धेरै प्रयास गरेँ बनाउन सकेन। अब कसले सक्छ मलाई लाइभ प्रुफ देखाउनु होला। कसैले सक्नुहुन्छ भने मलाई फोन गरेर लाइभ प्रुफ देखाउनु होला है त।